सभामुख महोदय, हामीले बारम्बार प्रश्न उठाएका छौँ। हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौँ। सिमानाको कुरादेखि लिएर महँगी नियन्त्रणका कुरादेखि लिएर सहकारी पीडितलाई तपाईँको चाहिँ के अरे फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, कहाँबाट हामीले चाहिँ के अरे फिर्ता गर्दैछौँ भन्ने कुराहरू, यस्ता महत्त्वपूर्ण विषयहरूमा हामीले चाहिँ थुप्रै प्रश्नहरू राख्न खोजेका छौँ। जनताप्रति सरकार जवाफदेही हुनैपर्छ, बन्नैपर्छ, किनभने जनताकै तपाईँको चाहिँ के अरे भोट लिएर हामी यहाँ आएका छौँ। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कडा तरिकाले रुलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीज्यूहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6वटा प्रश्न हामी सोध्न चाहन्छौँ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो। त्यो कर्तव्यदेखि चाहिँ भाग्ने उहाँहरूको जुन चलन छ, यसप्रति हाम्रो घोर आपत्ति छ। यो सरकार, यो सदनप्रति जवाफदेही नभएको